हेलो फेरि पनि मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म के भन्नु गइरहेको छु मेरो गर्लफ्रेन्डको लागि। सो है मेरो गर्लफ्रेन्डको नाम चाहिँ लिन सक्दिनँ। सो सानो है तिम्रो लागि भिडियो। सो हेर है तिमी पनि हेर। तिमी मेरो रानी थियो मनको, म तिमीलाई कहिले बिर्सिन सक्दिनँ थिएँ। तिमीलाई धेरै माया गर्थेँ। अझै पनि तिम्रो मेरो मनमा तिम्रो लागि के माया छ होइन। सो अझै पनि म तिम्रो याद लाग्छ। अझै पनि म होइन तिम्रो सामु आउनु मन लाग्छ होइन। एक्लै बस्छु के म सायद होइन, एक्लै बस्छु यस्तो ठाउँमा होइन। बेलुका भएपछि जुनहरू ताराहरू हेर्दै तिमीलाई माग्छु मेरो भगवान्सँग कि तिमीसँग फेरि पनि मिलन होस्, हामी दुईजनाको भेट होस् भनेर भन्ने गर्छु सधैँभरि है। सो यो तिम्रो लागि सानो भिडियो हेर। म तिमीलाई धेरै माया गर्थेँ, तिमीले मलाई बिर्सिनु पनि मेरो मनले तिमीलाई कहिले बिर्सिने छैन हो। हामी दुईजना मैले बाजा गरेको थिएँ तिमीसँग होइन। तिमी अरूकै भयो भने म कहिले नि हुने थिइनँ, तर आज मेरो लागि आज यो बाजा भएको छ कि म तिम्रो हो, अरू कसैको पनि होइन होइन। सो तिम्रो लागि सानो भिडियो। म तिमीलाई धेरै माया गर्थेँ, तिमीले सायद बुझ्नु सकेनौ त्यो थाहा भएन, तर पनि आज म भन्न चाहन्छु सबैको छेउमा होइन। तिमी मेरो मुटुको धड्कन हो होइन। म तिमीलाई धेरै माया गर्छु। तिमीले बुझ्यौ बुझ्दैनौ त्यो थाहा भएन। तिम्रो मनमा मेरो लागि माया छ छैन थाहा भएन होइन, तर मेरो लागि सधैँ माया हुनेछ है। तिमी अरूसँग गयौ भने पनि, अरूसँग छौ भने पनि, सो मलाई कहिले नबिर्सिनु है। सो आजको लागि भिडियो यति नै हो तिम्रो लागि है। तिम्रो लागि बनाएको भिडियो यो चाहिँ सुनिदिनु होला। तिमी पनि बुझ्थ्यौ है मेरो मनको भावनाहरू। तिमी बाहेक अरू कुनै छ यो बुझ्ने। आज म मेरो आमादेखि टाढा अनि मेरो साथीभाइहरूदेखि टाढा, सबैदेखि टाढा भएर पनि बस तिमीलाई चाहन्छु, तिमीलाई मनमा राखेको छु है। तिमी चाहे जस्तै अवस्थामा हो होइन, सधैँ पनि तिमीलाई साथ दिनेछु। मेरो गर्लफ्रेन्डको लागि है, तिम्रो लागि यो भिडियो। सो हेरिदियो होला तिमी पनि बुझ्दिनु है। ओके आजको लागि यति नै भिडियो गाइस है। सपोर्ट गर्नु होला है भन्न चाहन्छु। यो भन्दा त किन भन्नु सक्छु गाइस। ओके बाई बाई गाइस है। फेरि भेटौँ अर्को नेक्स्ट भिडियोमा।